नमस्ते साथीहरु, आज म बनाउँदैछु ड्राई चिकन चिल्ली है। कसरी बन्छ हेर्दै गर्नु होला। फर्स्टमा मैले सामानहरु लिएको छु, गार्लिक, सेलेरी, अनियन अनि मिक्स बेल पेपरहरु मैले लिएर राखेको छु, टक्क रेडी गरेछु। अनि चिकन काटेर मैले रेडी बनाएर राखेको थिएँ। टक्क यसमा सल्ट, पेपर अनि हल्का सुगर हाल्छु। त्यसपछि एकछिनपछि अनि सबै मसलाहरु हालेर मैले अब मिक्स गर्छु यसलाई राम्रोसँग। यसमा गयो कर्न फ्लोर, प्लेन फ्लोर जान्छ, मैले आधी अन्डा यो फिटेर हाल्दैछु। अनि त्यसपछि अब यसलाई मिक्स गर्नुपर्छ। कुच मिक्स गरेर राम्रोसँग म्यारिनेसन गरेर कमसेकम यसलाई आधी घण्टा जति हामीले रेस्ट राख्नुपर्छ। यो मेरो सामानहरु भयो। अब हेर्नुस् है, टक्क मैले काटकुट गरेर सबै रेडी गरेर राखेको छु। तपाई पनि यसरी गर्नु होला, रेडी गरेर राख्नु होला। अनि यो स्प्रिङ अनियन मैले चप गरेर राखेको छु, यो गार्निशको लागि काम लाग्छ भनेर माथिबाट टक्क हाल्दिने के बनाइसकेपछि चपिङ गरेर तपाईले पनि यसरी काट्नु होला है। अनि टक्क मैले अब प्यान बसाएँ, प्यान बसाएर अलिकति ओइल हालेँ। टक्क यो गार्लिक भयो, सेलेरी भयो, अनि यसलाई मजाले ब्राउन गरेर भुट्नुपर्छ। भुटिसकेपछि अनि त्यो मैले अघि काटेर राखेको भेजिटेबलहरु छ त्यसलाई हाल्दिने। सलक चलाउनुपर्छ। यसलाई चाहिँ अलि छिटो फास्ट बनाउनुपर्छ किनभने चाइनिज खाना हो, फास्ट बनाउनुपर्छ। सलक चलाउने लगभग यसलाई 1-2 मिनेट जति भुट्नुपर्छ हैन। त्यसपछि स्टक वाटर हाल्दिने। सिजनिङ गरेँ मैले, सल्ट, पेपर, सुगर हालेर। अनि टक्क त्यसपछि मैले सोया सस हाल्छु, अनि हट सस हाल्छु, टमेटो केचप हाल्छु, अनि भिनेगर भयो, अनि हल्का स्प्रिङ अनियन। टक्क चलाएर एकछिन पकाउने, 2-3 मिनेट जति पकाएर टक्क अलि बाक्लो ग्रेभी टक्क हल्का बनाउने। यसरी बन्छ ग्रेभी। यो चाहिँ मैले ड्राई स्टाइलमा बनाएको छु है साथीहरु, चिकन चिल्ली ड्राई स्टाइलमा। अब यसलाई चाहिँ मजाले चलाउनुपर्छ, सबै चारैतिर मजाले चलाउनुपर्छ। ओल्लाइ पल्लाइ गरेर सलक चलाउनुपर्छ। राम्रोसँग मिक्स गर्नुपर्छ यसलाई, किनभने सबैतिर लागोस् मसलाहरु हैन। टक्क लागेपछि 2-3 मिनेट जति यसरी पकाउने। यो खास चाइनिज वकमा बनाउनु पर्ने हो हैन, मसँग चाइनिज वक नभएर त्यो प्यान मैले बनाएको छु। टक्क रेडी हुन्छ हेर्नुस् है। मैले प्लेटिङ गरेर टक्क बनाएर हल्का सजाएर। Thank you for watching and please subscribe, like my channel.